त्यसो भए बसा हैन ठिक छ हजुर दुखी जिन्दगी यस्तै छ के गर्ने पानी आएन खट्नु हुँदा गाह्रो छ नि अङ्कल हजुर पानी पनि परिरहेको छ कि पानीले पनि हारे बना के गर्नु ड्राकुरो आइस ल त गाइज म चाहिँ पछाडि फेरि पनि देखाउने छु भिडियो हैन हजुर तिमी चला त रेडी हुन्छ त त यार तपाईँ त रिस गराउनुहुन्छ अनि गाह्रो भइगयो नि लेकिन 1 सेकेन्ड अन्त्य खाइ भन्नु न मलाई सल्टी ये तो लाज बन चुकी है कैसे लोग रहते हैं यार यहाँ पर हेलो गाइज हाम्रो सोल्टीहरू चाहिँ लाज मान्नुहुन्छ अरे क्या अहिले पूजा होइन यस्तो मान्छेहरूलाई चाहिँ कमेन्ट गर्नु होला है गाइज यस्तो छ गाइज हेरिराख्नु होला अहिले त पुरै बादल छाएको छ हो जताततै हो सोल्टी हो सोल्टी हेलो सोल्टीहरू मेरो फोटो हो त हेलो गाइज म चाहिँ अहिले फर्किन लागेको रुमतिर अहिले दोकान खोलेको रहेछ हेलो गाइज अगाडि चाहिँ होइन साथीहरूसँग भेटघाट भयो होइन अनि त्यहाँदेखि भिडियो बन्द गरेको थिएँ अब यो सुट चाहिँ देखाएको थिएन अब चाहिँ देखाउँदैछु होइन म चाहिँ खासमा दोकान आएको थिएँ नि पहिला नै भनेको थिएँ पहिलो भिडियोमा पहिलो पटक भनिरहेको थिएँ होइन त्यहाँ हेर्नुहोस् उता दोकानबाट आउँदैछु त्यही हो दोकान खास म चक्लेट खाना आइरहेको थिएँ कि गाइज होइन मनपर्छ कि चक्लेट चाहिँ होइन अरू त सन्चै हुनुहुन्छ होला त्यही हो गाइज के गर्ने अब पानी पर्छ होइन काम छैन घरमै बसिया छ उड्या छ बस्दा बस्दा बोर लाग्छ कि गाइज होइन त्यही भएर चाहिँ यसो कति रुममै बस्ने भनेर चाहिँ अहिले चाहिँ म यता आएको थिएँ दोकानसम्म होइन अहिले चाहिँ घरतिर फर्किँदैछु